राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सल्लाहकार परिषदको तर्फबाट जय घन्टी अभिवादन भन्न चाहन्छु। जय घन्टी। आज हामी यहाँ प्रस्तुत भइरहेका छौँ। हाम्रा अग्रज नेता साथीहरूले, वक्ता साथीहरूले धेरै कुरा राख्नुभयो। म त्यता दोहोऱ्याउन पनि चाहन्न, तर संक्षिप्तमा केही कुराहरू भन्न त सान्दर्भिकै ठानेको छु। यो आज मुलुक यहाँ आइपुगेको छ। यहाँ आउनको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै अथक मेहनत प्रयास गरे होइन। यहाँ हामी आइपुग्नको निम्ति आफूलाई यो राष्ट्रका महिषा दल हुँ भन्नेहरूले गलत गरेको कारणले यो पार्टीको उदय भएको, स्थापित भएको, त्यसको प्रमाणीकरण भएर आज 2/3 पार्टी बनेको कुरा तपाईँको बिचमा म राख्न चाहन्छु। यहाँ अग्रज वक्ताहरूले भन्नुभयो विभिन्न दलबाट तपाईँहरू आउनुभएको छ भन्नुभयो, स्वाभाविकै हो। हामी यो विभिन्न दलको नेतृत्व र भूमिकामा रहेका साथीहरू आएका छौँ। यो पार्टीमा नेपाली काङ्ग्रेसका साथीहरू पनि समाहित हुनुभएको छ, विवेकशील साझा पार्टीका साथीहरू पनि समाहित हुनुभएको छ, थारूहटको तर्फबाट पनि समाहित हुनुभएको छ, नेकपा एमाले एकीकृत समाजवादी माओवादीका साथीहरू पनि समाहित हुनुभएको छ। त्यसै अर्थले यो पार्टी एउटा बृहत गोलमेज सम्मेलनबाट स्थापित भएको पार्टी हो। यो पार्टी बृहत गठबन्धनबाट स्थापित भएको पार्टी हो। यसै ढङ्गबाट यहाँहरूलाई बुझ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। पार्टीले 4 वर्ष अगाडि सुरुवात गरेको हामी असार 7 गते बृहत ब्रडडे सेलिब्रेसन गर्दैछौँ, जहाँ हाम्रा पार्टीका श्रद्धेय अध्यक्षलाई रातको 12 बजी नभनी कुनै मौका, कुनै सफाइको समय नदी, ठुल्ठुला नदीका गढतिरबाट, ठुल्ठुला खोलाका तिरैतिरबाट रातको 12 बजी उठाएर मार्ने सम्बन्धको षड्यन्त्र गरेका पार्टीहरूले त्यही चितवनबाट उठाएका थिए। हामी असार 7 गते राम्रो खालको जवाफ चितवनबाट दिनेछौँ। यो मुलुक समृद्ध बनाउनको निम्ति, यो मुलुकमा हत्या गर्न तयार गरेका तिमी दलहरूलाई हामी देखाउनेछौँ भन्नेका साथ चितवनमा बृहत महाधिवेशन रहेछ। त्यो महाधिवेशन एकताको महाधिवेशन हो। त्यो महाधिवेशन समायोजनको महाधिवेशन हो। त्यो महाधिवेशन समग्र नेपालको भूगोललाई एकीकृत गर्ने खालको महाधिवेशन हो। यस ढङ्गबाट यहाँहरूले बुझ्न जरुरी छ। यहाँ अरू पनि धेरै कुराहरू उठेका छन्। मैले तेह्रथुमको बारेमा धेरै भन्न पर्दैन। फरक भूमिकामा म तेह्रथुममा चिनिएकै व्यक्ति हुँ। खेलकुद क्षेत्रमा लामो समय काम गरेँ होला। यो प्रस्तुतिको सवालमा खेलाडी, खेलकुद कर्मीका शब्दहरू नमिल्न सक्छन्, बोली र भावहरू नमिल्न सक्छन्। मेरो अग्रज नै हो, तर म कर्मचारी भन्नै पर्छ। म त्यो कार्यालयको प्रमुख, तर कुमार पटवालज्यू मभन्दा सिनियर पनि हो, दाइ पनि हो। उहाँले भन्नुभयो हामी खेलकुद क्षेत्रको मान्छे धेरै बोल्न जान्दैनौँ, तर स्ट्रेट कुरा राख्दाखेरि तपाईँलाई हामीले अगाडि बढाउनुपर्छ। अहिलेको अवस्थामा देश कहाँ छ त? सङ्घीय सरकारले लिएको नीतिको बारेमा धेरै कुरा उठे। प्रदेशको हाम्रो सदस्यज्यूले भन्नुभयो, सामान्य प्रधानमन्त्रीज्यूले जे लिनुभएको छ अडान, यो अडान राष्ट्रवादी अडान हो। म पुनः एकपटक भन्छु, राष्ट्रवादी अडान हो। त्यो अडानको कारणले गर्दा आज बिचका बिचौलिया र दलालहरूको मुटु हल्लिएको छ। भ्रष्टाचारको सवालमा तपाईँ देख्नुभएका छ। एउटा चेन अफ कमान्ड तोड्ने, हिजोको दिनमा जनार्दन शर्माको प्रधान अर्थमन्त्रीत्व कालमा अर्थ मन्त्रालयमा बस्ने सचिव, अर्थमन्त्रीसँग सँगै बसेर चेयर्स गर्ने सचिव, अर्थमन्त्रीसँग सँगै बसेर डिनर र लन्च गर्ने सचिव आज ओभरल्याप गरेर एउटा मेसेज गर्दा रातारात उठाउनु पर्यो। त्यो चेन अफ कमान्ड स्थापित गर्ने नीति यो काठमाडौँमा मात्र होइन, यो कोशी प्रदेशमा मात्र होइन, तेह्रथुमका स्थानीय तहका पदाधिकारीहरू, कार्यकारीहरू, प्रशासनहरू र सरकारको अङ्गले सुन्नुपर्छ। अब नेपालमा स्थायी सरकार छ, 2/3 सरकार छ। जनताको डेलिभरीको बारेमा तपाईँहरू सिग्नेचर कोट्याउने काम, यो पेपर डुप्लिकेट हो कि ओरिजिनल हो भन्ने काम, यो काम पुरा हुँदैन भोलि भन्ने काम गर्नुभयो भने
राष्ट्रिय स्वतन्त्र पार्टीको युवा उदयमान नेतृत्व र त्यसको सरकार यहाँ जीवित छ, क्रियाशील छ, त्यसले चाहिँ खबरदारी गरेको छ। म तपाईँलाई वचन दिन चाहन्छु। मैले यहाँका प्रशासनका महानुभावहरूलाई भनेको छु, डेलिभरीको सवालमा ढिलो नहोस्। दोस्रो, यहाँ अघि नै भन्नुभयो तेह्रथुम जिल्ला आइपुग्दा स्वर्ग जस्तो लाग्छ, सिंहदेवीको मन्दिर अगाडि उभिँदा नर्क जस्तो लाग्छ। केले भएको त यो स्वयं धामी, स्वयं झाँक्री, स्वयं के हुँदै जाने त्यो परम्पराको अन्त्य आउने 6 महिना पछाडिको स्थानीय तहको निर्वाचनले गर्नेछ। ती खाल्डा खुल्टी, ती खालका पुवाल, त्यो हिलो बाटो हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको मेयरले गर्नेछ। तपाईँलाई म वचनबद्ध गराउन चाहन्छु। स्वयं मेयर हुने, स्वयं मेयरले नै निर्माण कार्य सुरु गर्ने, स्वयं मेयरले नै ठेक्का लिने, स्वयं मेयरकै नातापाताले फाइल बोकेर जाने, स्वयं मेयरले तोक लाउने अनि चेक प्रमाणित हुने। चेक घर पुगेको छैन, मेयरको एजेन्ट घरको बनैसीमा पुगेर खबरदारी गर्छ, खोजी गर्छ भने त्यो भ्रष्टाचार हो, त्यो भ्रष्टाचार हो। म यहाँबाट भन्न चाहन्छु त्यसको पनि हामी अन्त्य गर्छौँ। तर त्यसको अन्त्य गर्नको लागि स्वयं राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै होइन, तेह्रथुमवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म्याङ्लुङको मात्रै मैले कुरा गरेको छैन, 6वटै पालिकाका आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, विभिन्न राजनीतिक दलमा तपाईहरू हुनुहुन्छ। तपाईँहरूलाई पनि यो माध्यमबाट भन्न चाहन्छु, पत्रकार साथीहरूलाई पनि भन्न चाहन्छु, तेह्रथुमको समृद्ध विकासको निम्ति 2/3 सरकार छ। 2/3 सरकारको अङ्गमा भएका स्थानीय निकायको हामी विकास गर्नेछौँ। त्यसको जवाबदेहीका निम्ति यो आज जिल्ला अधिवेशन हुँदैछ। यो जिल्ला अधिवेशनले हामी उर्वरावान, उदयमान, सशक्त नेतृत्व हामी स्थापित गर्छौँ। त्यो स्थापित गर्दै अगाडि बढ्ने तपाईँहरूलाई म वचनबद्धता पनि व्यक्त गर्न चाहन्छु। आगामी दिनमा 6वटै पालिकामा यो प्रभाव गर्नु जरुरी छ। 6वटै पालिकामा हामी पुग्नेछौँ, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले यो कर्णदेखि यो कर्णसम्म केन्द्रीय नेताहरू हटाएको छ। केन्द्रीय नेताहरू प्लेनमा होस्, गाडीमा होस्, तपाईँहरूलाई हेन्चेक गर्न मात्रै आउनु भएको होइन। विभागीय सदस्यहरू एक जिम्मेवारी लिएर आउनु भएको छ। धेरै कुरा पार्टीले नबोल्नु भनेको छ, धेरै जिम्मेवारी पनि नखोल्नु भनेको छ। हामी भूमिगत तरिकाबाट हाम्रा कुराहरू यहाँ धेरै नराखिकन हरेक पालिकामा हामी टिपोट बनाइराखेका छौँ। हामीले जसरी 2/3 सरकार 16 गते, फागुन 16 गतेसम्म हुँदैन भन्ने खालका दिन पुराना सत्ताका व्यक्तिहरूले बोकेका थिए, त्यस्तै ढङ्गबाट हाम्रो परिणाम ल्याउने काममा हामी अगाडि लाग्छौँ। तर हामी उत्प्रेरकहरू, हामीले नेताहरू, केन्द्रीय नेताले मात्रै सम्भव छैन। तपाईँ तहका, तल्लो तहका हाम्रो सुरेन्द्रजीले अघि भन्नुभयो, हामी न त नेता छौँ न त कार्यकर्ता छौँ। साझा सदस्य र साझा सदस्य बिचमा हाम्रो राष्ट्रिय गान जस्तो 100औं ठुला फुल्का हामी एउटै माला नेपाली, यो गीतलाई लिएर, यो गानालाई लिएर, यो राष्ट्र गीतलाई लिएर हामी 6 पालिकामा पुग्नुपर्छ। त्यो अभियानमा तपाईँहरू आजबाट लाग्नुहुनेछ। नेतृत्व त स्वाभाविकले एउटा पुलको काम गर्ने हो, हामीले बुझेका छौँ। नेतृत्व एउटा साझा हो, त्यसले एउटा प्रतित्व मात्रै गर्छ। भूमिका भनेको तल, यो नेतृत्व भनेको गोठाला हो। तपाईँलाई म स्पष्ट चाहन्छु, यो गोठाला मात्रै हो। हामी भूमिका भएको, जमिनदारी भएको त जमिनदार त तपाईँहरू हो, जनताहरू। त्यसैले आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, तेह्रथुमको विकासको निम्ति युवाहरू चाहिँ गरिहाल्छन् भनेर मात्र पुग्दैन। अग्रज आमा बुवाको सुझाव होस्, युवाहरूको जोसलाई समिश्रण गर्न अगाडि जाने कुरामा हामी पछाडि पर्नेछौँ। चितवन महाधिवेशनको मैले कुरा गरेँ, सरकारको कुरा गरेँ, स्थानीय सरकारको कुरा गरेँ। अब नेतृत्वको सवालमा पनि आज बन्ने नेतृत्व अत्यन्तै कुशल नेतृत्व, निर्विवादका साथ नेतृत्व चाहिने हुन्छ। त्यो नेतृत्वले भावी योजनाहरू बनाउँछ, तपाईँहरूको बिचमा पुग्छ। धेरै धेरै युवा साथीहरू हामीसँग जोडिनुपर्छ। आमा बुबालाई हामीले साथमा राख्नुपर्छ। युवा भाइ बहिनीहरूलाई म यहाँबाट आह्वान गर्न चाहन्छु, त्यो घर, त्यो समाज, त्यो परिवारलाई एकीकृत गर्ने काम त्यो पढे लेखेका युवा भाइ बहिनीहरूको। तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आजैबाट सदस्यता लिएर जोडिन तयार हुनुहोस्। मुलुक समृद्ध बनाउनको निम्ति, भविष्य निर्माण गर्नको निम्ति अहिले तत्कालको अवस्थामा विदेशमा रहेका पनि साथीहरू, धेरै उद्योगपति व्यापारी नेपाल फर्कँदै हुनुहुन्छ। हाम्रो देश हामी आफै बनाउनको लागि तयार हो। आज तेह्रथुमको प्राङ्गणमा यहाँ आउनुभयो, मौसमले साथ दिएको छैन। अरू कुराहरू राख्ने केही हुँदै पनि फेरि यसपछि यहाँ अरू पनि कार्यक्रम छन् भन्ने हामीले जानकारी प्राप्त गरेका छौँ। त्यसले गर्दा विलम्ब नगरी हामी यो कार्यक्रम पश्चात बन्द सत्र सुरु हुनेछ।
15 पश्चात हाम्रो नयाँ नेतृत्व चयन हुनेछ र यो आजको सम्म आयोजक कमिटी बनेर नेतृत्व आउनुभयो, यो नेतृत्वलाई सहयोग गर्नुभयो। अहिले विघटन हुने समितिलाई कमिटीलाई म अन्तर्हृदयदेखि धन्यवाद दिँदै मेरो भनाइ पनि अन्त्य गर्छु। यहाँ धेरै नेताहरू हुनुहुन्छ, नेताहरूको राय सल्लाह सुझावले अर्को नयाँ नेतृत्व चयन हुने नै छ भन्ने कुरा राख्दै म बिदा हुन्छु। हवस् त, धन्यवाद, जय गणेश।